हामीहरूको लास्ट भिडियो ल कस्तो मिठो 2 दिन अगाडिको भिडियो हो मैले हाल्नु पर्ने न्यू इयरमा हालेको पछि चाहिँ नुहाएर रेडी भएर चाहिँ हस्पिटल जानुपर्ने छ फाइनल्ली नुहाएर अब चाहिँ हामी चाहिँ हस्पिटल जान लाग्छौँ अनि हजुरले सोच्नु होला नुहाएर बिहान बेला नुहाएर चाहिँ मन्दिर जान्छ होला म चाहिँ मन्दिर जान त्यस्तो मलाई त्यो पूजा गर्न त्यति धेरै सोख छैन अनि मन्दिर चाहिँ अब 4-5 चोटि आइसक्यो आएर पनि होइन अब चाहिँ जानु पर्ला कुनै दिन प्याज दिउँसो भइसक्यो म कुनै दिन जान्छु मलाई त्यो घर कस्तो राम्रो कति राम्रो राम्रो घर भनेर भन्दै म सुर्खेत पनि साँच्चै हाम्रो सुर्खेतमा अलिकति कसै पनि निस्किँदै हो यहाँ 10 मिनट रहेछ म मजाले नेपालगञ्जको ठाउँहरू देखाउँछु यस्तरी राम्रो टपराहरू यहाँनिर मन्दिर रहेछ के मन्दिर हो मलाई थाहा छैन म भगवान्हरूलाई धेरै चिन्दिनँ किनकि मलाई भगवान्हरू त्यति धेरै विश्वास पनि लाग्दैन र हाम्रो यो नेपालगञ्ज चाहिँ महानगरपालिका रहेछ सदर लाइन पुगिसकेछौँ हामी चाहिँ मलाई नेपालगञ्जको पानीपुरी खुबै मिठो लाग्यो फेरि आज पनि खान्छु पानीपुरी हजुरहरूलाई पनि देखाउँछु हजुरहरू पनि आएपछि नेपालगञ्ज पानीपुरी खान नछुटाउनु होला अरू खान छुटाए पनि बिहानै भएर होला बाटो पनि कोही छैन अनि आज आइतबारको दिन बिदा पनि भएर हो बाली सकेर आएदेखि नेपालमा त विकास हुन लाग्यो भन्ने आशा के अरे अब के हुन्छ हेर्दै जाऊँ अहिले नै धेरै एक्सपेक्टेसन नराखौँ तर काम गरिसकेपछि चाहिँ पछि चाहिँ म मान्छु उहाँलाई चाहिँ अहिले चाहिँ म यस्तो कि खतरै चाहिँ भन्न सक्दिनँ अहिले तत्कालै मैले के सह गरे अनुसार भेरी अस्पताल हो जस्तो लागिरहेको थियो नभन्दै रहेछ स्कुल गएको त्यो बाटो त्यही भएर अहिले नि नेपालीबाट अस्पताल नै हो म नेपाली लिएर अस्पताल लेखेको छ त्यहाँ अस्पताल नै भन्नुपर्छ ल जिल्ला अदालत यहाँको यो चाहिँ आग लागेको रहेछ पुरै आगो लागेको रहेछ यहाँ चाहिँ यो अनि अगाडि नापी थियो मैले नापेर देखाउन बिर्सेँ मालपुर त्यो पनि आगो लागेको थियो 4 बजी चौकी 4 बजी सायद यो बाटो 4वटा बाटो भएर होला एउटा यहाँ रहेछ एउटा अगाडि रहेछ एउटा पछाडि जे आन्दोलनले त कति पो गर्यो तर कति ठाउँमा अदालत जलाएको चाहिँ थाहा भएको थिएन मैले सुर्खेतमा चाहिँ रहेछ नेपालगञ्जमा सरी सुर्खेत भने चाहिँ सुर्खेतमा त जलाएको छैन त्यसरी अरू चाहिँ जलायो कि तर अदालत चाहिँ जलाएको मैले थाहा पाएन नगरपालिकाहरू ए उलाकभन्दा हल्का अगाडि हो क्या उयो अगाडि देखेछ ऊ यहाँनिर यहाँदेखि हामी भित्र जान लाग्यो म हिजो देखाएको घर फेरि त्यही जान्छु हस्पिटल जस्तो पनि छैन कि घर जस्तो छ त्यो त अनि मलाई त्यस्तो राम्रो लाग्यो हेर्नु न कति राम्रो गइदियो यहाँ त्यसमा त्यस्तो देखाउनु पाएको थिएन अप्ठ्यारो लाग्यो हिजो अर्को दिदी पनि हुनुहुन्थ्यो अनि यतिकै मोबाइल कति बेला खरै हेर्नु त्यही भएर गाह्रो छ नि हौ भिडियो बनाउनु त कति गाह्रो लाग्छ यो चाहिँ त्यसको मन्दिर हो मलाई चाहिँ खासै थाहा भएन म त्यहाँ गएर एकचोटि हेरेर हजुरहरूलाई देखाउँछु नि त्यसको रहेछ है मन्दिरको बारेमा केही थाहा नै हुँदैन यस्तरी कथावाचक भनेर लेख्नु भएको छ के अरे मलाई चाहिँ थाहा भएन यहाँ चाहिँ केसको बारेमा हो भनेर यहाँ चाहिँ हिजो कति धेरै मान्छेहरू देखेको थियो आज चाहिँ कोही रहेन छ यो चाहिँ फाइनल्ली यही हो हामी आएको हस्पिटल चाहिँ अनि यहाँदेखि यतातिर जस नेपालगञ्ज राम्रो छ भित्रतिर पनि कति राम्रो राम्रो पिच भइसकेको रहेछ डम्बोजी रोडमा हो धेरै थाल्यो क्या सबै घरहरू पनि धेरै देख्यो टिकटकमा ए अरू ठाउँ पनि भत्काउँछ होला अब त अरू ठाउँमा पनि भत्काउँछ होला कि बनाउने हो अगाडि जो बनाएको छ पहिल्यैदेखि त्यसको मात्र भत्काइरहेको छ 2 मिटर 2.5 मिटर जोडेर जो बनाएको छ त्यसलाई छैन यहाँ चाहिँ कसले जित्यो तपाईँको क्षेत्रमा कसले जित्यो यहाँ त मन्त्रीमा ऊ भइसके कुन पार्टीको एमालेको हो ए त्यही त मैले सुनिरहेको थिएँ एमालेको भन्ने रोड नेपालगञ्जमा पुगिसक्नु आइतबारको दिन आज सबभन्दा छ अनि यहाँतिर महिनाको पहिलो शनिबारमा हुन्छ कि नै बन्द हुन्छ कि नै पसलहरू
चाँदी पसल जो था नि जुन चाँदी पसल हर महिनाको एक गते बन्द भएको ए 1 गते शनिबार भए पनि नभए पनि बन्द त्यसका सुन पसल ए नयाँ सरकार आएदेखि आइतबार शनिबार बिदा बयस सालको लास्ट आइतबार होला साइको महिना हो बयस साल अब वर्षदेखि त नयाँ वर्ष लागिहाल्छ मेरो ड्रिम आइसकेका छन् दिदी चाहिँ यहाँ बस्छु यहाँ 40 वर्षको छोरी 36 वर्षको बिहे गरिसक्नु भएको छ होला त्यसमा त ए नेपालमा आएर त्यस्तो नराम्रो त लाग्यो होइन तर मलाई चाहिँ सुर्खेतमा कर्णाली उत्सव भइरहेको छ नि त 28-29 गते त्यो छुट्यो अनि कस्तो नराम्रो लाग्यो आज चाहिँ मैले जसलाई हेर्न चाहेको थिएँ ऊ मान्छे आएर चाहिँ केपी खनाल भन्ने अनि ऊ चाहिँ सुदूरपश्चिमको अहिलेको नयाँ सांसद भएको हुनाले मलाई चाहिँ कस्तो राम्रो लाग्छ पहिलेदेखि उसको कामहरू अनि त्यही भएर म चाहिँ कर्णाली उत्सवमा गएर हेर्छु सोचिरहेको थिएँ खै अब यहीँ छु आज पनि आज सायद आज छ होला उहाँको अनि हिजो पनि कति धेरै मान्छेहरू आउनु भएको रहेछ अनि छुट्यो केही छैन अब उसमा लाइभमा हेर्छु लाइभमा पनि खासै प्रत्यक्ष देखे जति त हुँदैन कि तर त्यही पनि अब लाइभमा हेर्नु भए पनि चित्त बुझाउँछु फेसबुकमा लाइभ हेर्छु पोहोर साल गएको थिएँ त्यही भएर एकचोटि पनि जानुपर्ने भन्ने हो तर पनि केही छैन खासै गरेको छैन बगानमा अहिले 7 बजी भएर होला त्यस्तो गर्मी भएको छैन अनि म आउनु त 4-5 चोटि आइसकेको थिएँ तर यस्तरी कहिले पनि घुमेको थिइनँ अनि आफ्नै कामले आउँथेँ अनि त्यो पोखरा जाँदा आएको अनि त्यसरी पोखराहरू फर्किँदाखेरि अनि त्यस पछाडि इक्जाम दाङ इक्जाम दिन जानु लाग्थेँ एकचोटि त्यति बेला अनि त्यस पछाडि त्यस्तै आफ्नै काम गरेर ल्यापटप लिन आएको थिएँ अनि राजा चोकबाटै गइसकेको थिएँ त्यति बेला चाहिँ त्यस्तै हो अनि अब अर्कोचोटि चाहिँ कहिले आउँछु ले चाहिँ पैसा निकालेर ल्याएँ कति पैसा ल्याएँ तर मैले चाहिँ थाहा पाएन यहाँ चाहिँ खासै देखा छैन त कति निकाल्यौ दिदी कति निकाल्यौ जति भन न कति निकाल्यौ मेरो दिदीले मलाई कपडा किनिदिन्छ कति भाग्य भने छु म कति भाग्य भने छु दिदीले कपडा किनिदिन्छ मलाई अहिले सदर लाइनमा पुगिसकेका छौँ खासमा बिरामी नि हो म चाहिँ यतिकै इच्छा गएको बिहान नुहाएर आएको अब कपालै कोर्ने अब काहीँ लिएर आउनु पर्दो रहेछ यस्तो छ कपाल झालाई मैले खासमा लामोकोमा त धेरै मन पर्दैन कसरी लामो त कतिजना राम्रो देखिन्छ भन्ने पालन लाग्यो तर लामो त आएन केही छिनपछि काट्छु कसैले भनेर मालिक होइन मेरो इच्छा धेरै म कसैले भनेको मान्नेवाला होइन कसैको कसैले दिन हामी चाहिँ हस्पिटलदेखि हिँड्दै आइसक्यौँ अनि त्यस पछाडि आगो लागेको थियो भित्र पुरै आगो लागेर चाहिँ जेनजेरी लगाएको होला नि सायद यहाँ नजिकै रहेछ जिल्ला अदालत कस्तो राम्रो यहाँको जिल्ला अदालत कति राम्रो रह्यो हिँड्न मनपर्छ हिँडेर यसो भिडियो बनाउनु कति राम्रो छ अरे यसरी पो हिँड्ने हो त अनि नजिकै ठाउँहरू अदालतहरू हेर्दै जाने अरू कार्यालयहरू हेर्दै जाने कति राम्रो नेपालगञ्ज उपमहानगरपालिका त्यसै भएन होला यत्रो विकास भइसकेको रहेछ यस्तरी आगो लागेको देख्दा त बाबे कस्तो नराम्रो लागेको भिडियोमा देखेँ किन्नु पर्ला बेलुका कति राम्रो हो कि शीतल छ 2 बहिनी मन्दिर जान लाग्छु यिनको चाहिँ दिमाग खराब हुन्छ अरे क्यामेराको अगाडि यतिचोटि नेपालगञ्ज आयो तर बागेश्वरी गएको थिएन आज फर्स्ट टाइम जान लाग्छु पूजा गर्न होइन नि फेरि हेर्न जान लाग्छु म चाहिँ पछाडिबाट जान लाग्छौँ त्यही भएर यहाँ कस्तो बाटो पनि यस्तो छ काली हुन्छु भनेर यतिको चाहिँ गर्नै पऱ्यो सल ओढेर वा कस्तो राम्रो वा कस्तो राम्रो म त फर्स्ट टाइम आएँ यहाँदेखि त हात हाल्दै कस्तो हुन्छ मन्दिरको त्यसलाई लगाएर आउने रहन्थ्यो तर के गर्नु अहिले यस्तै आउनु पऱ्यो अब अर्को कुनै दिन चाहिँ लगाएर आउँछु हस् मन्दिर आएर सकिन्छ मलाई चाह छैन अब चाहिँ अब कोठाको चाहिँ अब बिहान खाना खान लागेको
अब हामी यस्तो बोतल यस्तो भने कति कम परे ओके कुकी दिया सेम कपडा अरे महँगो नै छ सस्तो चाहिँ भन्न मिल्दैन यहाँ चाहिँ पुरी खाना छु कस्तो हुँदैछ म खाएर भन्छु महँगो नि मिठो 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 टाइम गरेर खाएको चुरा पनि लिनु पऱ्यो कति सस्तो रहेछ राम्री कति धेरै भिड हो यो बेलुकामा त भन्नु सक्छ कि तिमीलाई पूजा गर्छौ लाग्दैन घरमा मन्दिर छैन तिम्रो घरमा छ त बाहिर पूजा गर्ने ठाउँतिर तिमी बस्ने मामाको घर कुन ठाउँ हो थाहा छ तिमीलाई कुन ठाउँ हो जाजरकोट हो ए जाजरकोट राम्रो कि यहाँ राम्रो नेपालगञ्ज राम्रो अझै सामान आउँदैछ पछाडि मम्मी कहाँ जानुभएको छ हजुर भोलि कहाँ जानु भएको मैया दिदीको घर मलाई चाहिँ चाइनिज किन भन्छ चाइनिज हामी चाहिँ अहिले त्रिवेणी चोकमा छौँ बसिरहेछौँ पुगिरहेछौँ सबलाई कोही आउनु भएको छैन के छ त यहाँ फेरि नाइट फोर हुन्छ होला त है आइसकेर जमेको रहेछ ए त्यो भित्र हुन्छ यो ए त्यो डब्बा डब्बा हुँदो रहेछ है त्यसको भित्र डब्बा चाहिँ आइस परेछ फर्स्ट टाइम खाएको मैले खाएको थिइनँ यो आज खाएर हेर्नु कस्तो छ त्यही कस्तो हुँदो रहेछ भनेर म अनि पहिलोचोटि हजुर कहिले खाएको थिइनँ मैले त्यो लस्सी त अन्त के हो त अनि समय हो समय यसको नाम समय केबाट बन्छ फेरि यो समय साबुदानाको बन्छ पौष्टिक हुन्छ ए साबुदानाको कस्तो हुन्छ फर्स्ट टाइम खान्छु म त मिठो छ मलाई पनि मिठो लाग्यो अहिले अहिले यस्तो तरकारी ताजा ताजा यस्तो छ हालत छैन मसँग मलाई आउँछ त्यही एउटा कसरी छु एउटा नन्नु फेरि 500 दुईवटा दिनपछि म दिन्छु अहिले चाहिँ लिएर आइसिन 7:30 बजिसक्यो बाटोमा बसिरहेछौँ के बस्ने ठाउँको नाम गर्नु न छोरीपट्टि फाइनली बल्ल 7 बजी तपाईँ कोठामा पुग्यो ठ्याक्कै 8 बज्यो कि ठ्याक्कै 8 बज्यो बल्ल कोठामा आयौँ हामी सामान यति धेरै छ अझ बाहिर पनि छ फोन गर्छौ कि नै आफै खोलेर खानु न आफै खोलेर खानु आज हामीहरू यति धेरै जानुहरू बजारबाट बिस्कुट दालमुख सबै ल्यायौँ यो आटा त ल्यायौँ आटा त्यो ल यसको नाम भनिदेऊ भाइरल बिस्कुट तिमीलाई कुन कलर मनपर्छ मलाई अక్కడ बम्मा बोकेको अस्ति 90 जीबोला त्यो दालमोट अनि यो उडेको मक्खी अनि यो चाहिँ चिनी चिउरा यो चाहिँ बदाम बदाम होइन त चिउरा हो तिमी सब बुझ्नु पर्यो हजुरको नाम के हो तिम्रो नाम मैले कसरी भने मैले निरु बुढामा गरेँ हजुरको रियल नाम होइन मेरो रियल नाम मलाई थाहा छैन किन हजुर पाउँदैछु न प्लिज कृष्ण मुसाले खायो धान खायो मुसाले खायो धान इसन पेपर सीधा सट सम्झिन्छौ किन एक त भोलि खै खै